काठमाडौँ राजधानी र तराई जोड्ने र देशको अर्थतन्त्र राजधानी यसको सम्पर्क सम्बन्ध अर्थ महत्त्व यो सबै कुरालाई द्रुत मार्ग र हामी पर्यटनका कुरा गर्छौं निजगढमा विमानस्थल बनाउनु छ त्यहाँबाट तुरुन्त काठमाडौँ सजिलो मार्गबाट आउन भ्याउनु पर्छ पाउनु पर्छ र 1 घण्टा लगभगमा आउँदाखेरि तराईको मान्छेले तराईमा बसेर काठमाडौँमा जब गर्न र जब गरेर फेरि घर फर्केर उही बसेर आफ्नै घरमा बसेर काम गर्न सक्ने वातावरण बन्ने यस्तो स्थितिलाई अब फरक ढंगले व्याख्या गर्न खोज्नु एउटा सेन्टिमेन्टले देश चल्दैन सेन्टिमेन्टले विकास हुँदैन सेन्टिमेन्टल कुरा एकछिन पपुलर हुन सक्छन् तर त्यसले विकास र यथार्थलाई विकासलाई गति पनि दिँदैन यथार्थलाई प्रतिनिधित्व पनि गर्दैन त्यसकारण यस्तो कुराहरुमा हामी अलिक गम्भीर हुनुपर्छ भन्ने मेरो आग्रह छ